है ल सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 का लागि चाहिँ यो भरत पराजुलीको अन्डरमा चाहिँ 65 करोड झ्यार्ला पनि पारेको छ सरकारले है। अब 41वटा चाहिँ कार्ययोजनाको लागि भनेका छन्। अब कोले होटल बनाउँछु कोले बिल्डिङ बनाउँछु भन्ने त्यो सोचमा होला, त्यो चाहिँ नसोच्नु। किनकि यहाँ अलिकति पछाडि बसेर चाहिँ खबरदार गर्ने र च्याक्का चुल्ली भन्छ कि च्याक्का चुल्ली गर्ने चाहिँ धेरै छन् कि काङ्ग्रेस एमाले पार्टी। एमाले यो 3-4वटा पार्टी छन् कि, त्यही भएर अलिकति सतर्कै हुनु। कोराब झ्याप पारिहाल्छन् कि तिमीले हक्ने मुद्ने सबै चाहिँ अहिले च्याक्का चुल्ली गरेर हेर्दैछन्। त्यो भएको हिसाबले गर्दै अलिकति टाढै बसेर त्यसलाई चाहिँ नि सही ठाउँमा चाहिँ सदुपयोग गर्नु। खास गरी चाहिँ के भन्छु भने यो धुस्कोटमा पुग्ने एउटा बाटो छ नि, त्यो चाहिँ कम्प्लिट गरिदिनु। यहाँ चाहिँ नि रिपोर्टरहरू छन् हैन, 1.5 किलोमिटर कति के छ त्यो 41 कार्ययोजना मध्येमा त्यो पनि पर्यो होला, त्यो चाहिँ कम्प्लिट गरिदिनु। त्यो गरे बाबत पनि त चाहिँ नि छोड्ने त छोड्दैनन्, किनकि ऊ अलग पार्टी हो है। अलग पार्टी भन्दैमा चाहिँ नि सही काम गर्यो भन्दैमा चाहिँ नि त्यो सहीलाई सही भन्नुपर्छ, गलतलाई गलत भन्नुपर्छ कि त्यसको पछि चाहिँ लागेर हिँड्नु हुँदैन कि। गलत गरेछ भने चाहिँ छोड्नु हुँदैन है। आफ्नो बाउले त्यत्रो गल्ती गर्दाखेरि चाहिँ नदेख्ने। अहिले चाहिँ अलिकति बजेट आएको छैन, त्यसकै लागि चाहिँ नि फेरि खोक्न थालिहाल्यो कि बजेट त ल्याम्मै पकेटमै ल्याएर आज जस्तो कुरो गर्छन् कि। खास गरी चाहिँ त्यो धुस्कोटको बाटो चाहिँ कम्प्लिट गर्नु। आज कमेन्ट देखेको यति अलिकति पार्टीको अलिकति माथिल्लो स्थानमा बसेर पनि यति सुन्नै नसकिने गाली गलैजा त्यस्तो चाहिँ नहोस्। किनकि अब भरत पराजुलीले चाहिँ पहिल्यै धप्प लागेछ, त्यही भएर अलिकति मान्छेसँग नै गरेका छन्। त्यही भएर यो काम चाहिँ सही ठाउँमा चाहिँ सदुपयोग गरेर बजेट चाहिँ एकदम सही ढङ्गले चाहिँ लगाइदिनु होला।